आज तपाईलाई मैले यो लिथियम ब्याट्रीहरूको बारेमा जानकारी गराउँ भनेर यो भिडियो बनाउँदैछु। हुन त धेरैवटा भिडियो हामीले चाहिँ लिथियम ब्याट्री सम्बन्धी टिकटकहरूमा हालेकै छौँ, तर धेरै समस्या के आयो भने गुनासो के आयो भने यसको रेट भएन, अनि यो यसको क्यापेसिटी के हो भनेर मलाई फोनमा अथवा व्हाट्सएपमा सोधेर हैरान बनाउनुहुन्छ। त्यही भएर मैले एकैचोटि एउटा यो डिटेल भिडियो बनाउँदैछु र यो राम्रोसँग ध्यान दिएर पुरै हेरिदिनु होला, पुरै सुनिदिनु होला राम्रोसँग र बुझिदिनु पनि होला, किनभने धेरै कुराहरू अब के अरे 200-400 जनाले 400-500 जनाले मलाई मेसेज गर्नुहुन्छ। सबैको चाहिँ मैले जवाब दिन सक्दिनँ। त्यही भएर मैले एउटा यो भिडियो बनाउने प्रयास गरेको छु। सबै कुरो यसैमा समेटौँ भनेर म तपाईँहरूलाई यो भिडियो बनाउन खोज्दैछु। एकचोटि राम्रोसँग हेरिदिनु होला। यो हाम्रो भेरी राप्ती ऊर्जा प्राइभेट लिमिटेड नेपालगञ्जमा अवस्थित छ र हामी विभिन्न कुराहरू जस्तो तपाईँको इन्भर्टर, ब्याट्री, सोलर वाटर हिटर लगायत वाटर प्युरिफायर लगायत हामी धेरै कुराहरूमा डिल गर्छौँ। हामी होलसेल हो, त्यही भएर होलसेल फुटकर हामी दुईटै कारोबार गर्छौँ। होलसेल कारोबार गर्न चाहनेहरूले पनि हामीसँग सम्पर्क गर्दा राम्रै हुन्छ। र अर्को कुरा आज मैले तपाईँलाई यो देखाउँदैछु। यो तपाईँको 12 भोल्टको लिथियम ब्याट्री हो। यदि तपाईँले 160 एम्पियर 170 एम्पियर बराबरको ब्याट्री यदि अहिलेसम्म त्यो लिड एसिड जुन पानी हाल्ने वाला जुन ब्याट्री थियो त्यो प्रयोग गरिरहनु भएको छ भने त्यसको सट्टामा चाहिँ तपाईँले यो ब्याट्री प्रयोग गर्न सक्नुहुन्छ। र यो ब्याट्री भनेको तपाईँसँग यदि अलरेडी इन्भर्टर छ, जुन तपाईँसँग जुन पुरा पहिला युज गरेको इन्भर्टर छ र त्यो ब्याट्री बिग्रेको छ भने त्यसको ठाउँमा चाहिँ तपाईँले यो ब्याट्री प्रयोग गर्न सक्नुहुन्छ। तपाईँको त्यही इन्भर्टर नै युज हुन्छ र यो तपाईँले छुट्टै इन्भर्टर किन्नु पर्दैन। त्यो इन्भर्टरमा यो ब्याट्री जोडेर तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। र यो तपाईँको यो 100 एम्पियर भए पनि त्यो 90% डिस्चार्ज गर्न मिल्ने भएको हुनाले यो तपाईँको 100 एम्पियर भनेको 170 एम्पियर बराबरको हुन जान्छ। त्यसैले यो तपाईँको ट्युबलरको जुन त्यो ठुलो जुन पानी हाल्नु जुन ब्याट्री प्रयोग गरिराख्नु भएको छ भने त्यसको विकल्पमा तपाईँले यो प्रयोग गर्न सक्नुहुन्छ। सानो छ, मजाले एक ठाउँमा राख्न सकिन्छ र यसमा तपाईँको खिया लाग्ने पानी हाल्ने झन्झट त मुक्त भइ नै हाल्यो। अर्को कुरा के हुन्छ भने यसमा त विषालु ग्यासहरू जुन तपाईँको अब लिड एसिड ब्याट्रीहरूमा के हुन्छ भने एसिड हाल्नुपर्ने भयो हुनाले त्यसको विषालु ग्यासहरू चाहिँ आइरहेको हुन्छ। त्यो चाहिँ तपाईँको एकदमै यसमा केही पनि भएन, यो भइहाल्यो। अनि अर्को फेरि यसमा तपाईँको यो ब्याट्री आयो। यो ब्याट्री भनेको यो तपाईँको यदि तपाईँले 150, 160, 170 एम्पियरका दुईवटा ब्याट्री प्रयोग गर्नुभएको छ भने त्यसको विकल्प यो हो। यो पनि तपाईँको यदि अलरेडी इन्भर्टर छ भने तपाईँले यो प्रयोग गर्न सक्नुभयो। हुन त इन्भर्टर सहित पनि किन्न पाउनुभयो हामीसँग, तर यदि तपाईँले इन्भर्टर अलरेडी छ भने त्यसको ठाउँमा यसलाई त्यसमा चाहिँ लगेर यो जोड्न सक्नुभयो। तपाईँ ब्याट्री बिग्रियो भने त्यो ब्याट्री हटाएर यो ब्याट्री एउटै ब्याट्रीले तपाईँको दुईटा 150 बराबरको 170 एम्पियरसम्म बराबरको यसले मजाले काम गर्छ र त्योभन्दा राम्रो ब्याकअप दिन्छ। र लिथियम ब्याट्रीहरूको विशेषता एउटा के हुन्छ भने तपाईँको यो फास्ट चार्जिङ हुन्छ। यदि तपाईँको यो अर्को ब्याट्री तपाईँ चार्ज गर्न तपाईँ 12 घन्टा लाग्छ भने यो तपाईँको 8 घन्टा 6 घन्टामै चार्ज हुने